अब बर्खा सुरु नहुँदै यस्तो ताल छ यार। हेर अब कहाँबाट हाल्ने त यो माइक्रोहरू यस्तो छ है। अब कहाँबाट हिँड्ने त भन्छ भन त। यो बाटो जिन्दगीमा सुखले हिँड्न पाइएन। हिउँदो लायो, धुलोले, बर्खा लायो, हिलोले, कहाँ हाल्ने त अब यो कारले कहाँबाट हाल्छ है। कुन लिगमा जाने होला त अब। हिलो यस्तो छ। यो चाहिँ जोगीमारा भन्ने ठाउँ हो। अब कहाँबाट हाल्ने त यो तालै तालमा। हेर त हाम्रो यो गाडीमा त अब ब्याट्री डुब्यो भने त झ्याउ हुन्छ। ब्याट्रीमा पानी पसेन अब कहाँबाट हाल्ने त ल भन त भन्छ। यस्तो छ पारा ल हेर। ए भगवान्, अब कहाँबाट हाल्दा ठिक हुन्छ ल भन्छ। अब यहाँ ब्याट्रीमा पानी पस्ने बित्तिकै बस्यो गाडी। ए भगवान्, हरन नबजाऊ न गुरुजी, हरन नबजाऊ मेरो दोस्त। वाइ एङ्ग्री यार ब्रदर यार। वे त एकदम डिस्टर्ब छ। कहाँ हाल्ने त यहाँ गाडी ल भन त। ए भगवान्, हेलो गाइज, कहाँबाट हाल मैले गाडी भनिदिनु त। आमा यहाँ ब्याट्री त पानी पस्छ होला भन्छ क्या नि होला अब। ओहो ल हेर त हाम्रो नेपालको बाटो जिन्दगीमा सुखले हिँड्न पाउँदैन। अब यो नेपालबाट के अरे चाइनाबाट गाडी चाहिँ चाइनिज निकाल्छ। माटुक्ने बाटो चाहिँ यस्तो छ। अब के गरेर हिँड्ने होला त। कहाँ हालमा अब ल हेर। हरन नबजाऊ न गुरुजी, हरन नबजाऊ। अब यो ब्याट्रीमा पानी पस्ने भयो, टेन्सन भयो कि अब यहाँ कहाँ हाल्ने होला त। ओहो लौ न भगवान्। ए भगवान्, कहाँबाट हाल्ने होला बाटो। डुब्ला है मोटरसाइकल डुब्ला। ओहो ए भगवान्, म कुन बाटोबाट हाल्ने होला। ब्याट्रीमा पानी पस्ला जस्तो लागिसक्यो। पछाडिबाट हरन बजाइ छ। ए भगवान्, ल ल ल ल ल भगवान्, ल ल पस्यो क्या। ल ल ल ए भगवान्, कहाँबाट हाल्ने त बाटो ल हेर। बल्ल वैशाख लागिरहेछ यार। अब असार जेठ साउन त लाउनै बाँकी छ। यस्तो छ बाटो हेर नेपालको। ए भगवान्, ल ल ल ल अब त यहाँ पहिलो घन्टी बज्ने बेला भयो। वार्निङ भन्न लागिसक्यो यहाँ अब। ए भगवान्, चाङचुङ कम्पनी पानी छम्कने के गर्ने हो बाटो। हेलो गाइज ल हेर बाटो यस्तो छ हेर। बर्खा नलाउँदै वैशाख, आज वैशाखको 16 गते होइन भन्दा। वैशाखको 16 गते हुँदै यस्तो छ। घाम लगाएर धुलो बुङ ठाउँमा पानी छ। गाडी डुब्ने हिलो छ। ए भगवान्, कताबाट हाल्ने होला त बाटो ल हेर त। ए राम 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 राम, बिस्तारै बिस्तारै। कस्तो मान्छे आउँदै आएको यो कार हो कि खकार हो। ल ल ल ल ए भगवान्, यस्तो छ पारा ल हेर। पृथ्वी राजमार्गको हाइवे काठमाडौँ राजधानी बालिन सिटी जाने बाटो यस्तो छ। गृहमन्त्री सुदन गुरुङको सिटी जाने ठाउँ यस्तो छ हेर बाटो। ओहो, अनि कसरी देश चल्छ बाबु। हेर त हेर। अब हो यस्तो पाराले हुन्छ माइक्रोहरू चलाएर। यो मासाले चल मासाले योलाई है कालु रहल। यस्तो छ बाटो हेर। आमा ल ल ल ल राम हरि राम हरि राम हरि। कहाँबाट हाल्ने त अब बाटो हेर त। यस्तो छ बाटो हेर। ओहो राम 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 राम। ओहो चाइना खस्याङस्याङ खलाइ खलाइ भनेको खोला खोला भने जस्तो भयो क्या। अब यो फेरि अमर दाइले कुन भाषा बोलेछ भनेको चाइनामा फेरि खस्याङस्याङ भनेको उडेर आइज भने है कि। अब यस्तो बाटो गुन्न मिलेनन्। राम 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 बाटो हेर बाटो। ओहो पृथ्वी राजमार्गको बाटो रे हेर यस्तो। ओहो राम 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 राम। हेलो गाइज, यस्तो छ हेर बाटो। यस्तो पाराले जिन्दगी चल्छ हेर। यो बाटोमा म चाहिँ खास 2060 सालदेखि हिँड्न लाग्यो। 2060 सालदेखि 65 सालसम्म हेल्पर गरेँ। अहिले चाहिँ म चालक हो। हेर बाटो यस्तो थोत्रो छ हेर। सरकारी गाडी नि बास बसेछ यहाँ बाटोले गर्दा हेर। राम 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 राम। यस्तो पाराले जिन्दगी चल्छ हेर। राम राम राम। कहिले जिन्दगीमा सुखले हिँड्न पाउँदैन यो बाटो।
अनि आफ्नो देश गतिलो हुनलाई त बाटो राम्रो भए पो गतिलो हुन्छ ऊ राणाबाट आयो राणाबाट यस्तो छ देशको स्थिति बाटो राम्रो भए पो जनता राम्रो हुन्छ कहिले जिन्दगीमा सुखले हिँड्न पाउँदैन तिमीहरू राम्रो बाटो हिँडे पो गतिलो हुन्छ भन्छ बाटै राम्रो छैन कसरी गतिलो हुन्छ होइन भन्छ राम 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 काम छैन अहिले नेपाल बसेर काम छैन केटा दुबईतिर जाऊ तिमीहरू